नमस्कार, अपन न्युजमा स्वागत छ। सुरु गरौँ महोत्तरीमा हत्या भएको प्रसङ्गबाट। महोत्तरीको एकडाँडा गाउँपालिकामा 17 वर्षीय युवकको शनिबार विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ। एकडाँडा गाउँपालिका वडा नम्बर 2 बस्ने राजकिशोर बैठाको छोरा विकेश बैठाको निर्ममताको पूर्वक हत्या गरी धानखेतमा फालिएको अवस्थामा शव फेला परेको हो। बैठाको घाँटी थिची हत्या गरेको हुन सक्ने प्रहरीले आशंका जनाएको छ। प्रहरीका अनुसार मृतक विकेशको टाउकोमा समेत धारिलो हतियार प्रहार भएको छ। त्यस्तै जलेश्वरको प्रहरी उपरीक्षक श्याम अधिकारीले घटनाको विषयमा अहिले यकिनका साथ भन्न नसकिने तथा तत्काल शव पोस्टमार्टमका लागि जलेश्वर स्थित जलेश्वर अस्पतालमा पठाइएको बताउनुभयो। भाइको मृत्यु भएको छ र व्यवहार बखरी लास चाहिँ खेतमा फेला परेको छ। अब हामी यसको एकदम प्रक्रियागत अनुसन्धान सुरु गरिसकेका छौँ। अब यसलाई तत्काल हामी अहिले पोस्टमार्टममा पठाउँछौँ र अरू थप अनुसन्धान चाहिँ हामी तुरुन्तै अहिले घटनाको थाहा पाउने बित्तिकै मलाई आधी घन्टामा मैले थाहा पाउने बित्तिकै म तुरुन्तै आइहालेँ। यता परिवारजनले विकेश रातिदेखि नै एक्कासी बेपत्ता भएको र बिहान खोजी गर्ने क्रममा घरको नजिक रहेको धानको खेतमा मृत अवस्थामा फेला परेको जानकारी गराउनुभयो। स्थानीय जनप्रतिनिधिहरूले घटनाको थप अनुसन्धान गर्न माग गरेका छन्। सर्लाहीमा एक व्यापारीमाथि गोली प्रहार भएको छ। घरबाट बैलबास बजार आउँदै गरेको ईश्वरपुर नगरपालिका 11 का राजेश शाहमाथि परिचय नखुलेका मानिसले गोली प्रहार गरेको प्रहरीले जनाएको छ। उनको अवस्था गम्भीर छन्। शाहको पेटमा गोली लागेको छ। गोली हानेको आरोपमा एकजनालाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ। धनुषामा कटुवा पिस्तोल सहित एकजना पक्राउ परेको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर 25 लोहनामा गणपति गणबाट खटिएको टोलीले चेक जाँच गर्ने क्रममा अवैध हतियार सहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको धनौजी गाउँपालिका वडा नम्बर 2 बस्ने 30 वर्षीय मनिष मिश्र रहेको छ। मिश्रको साथबाट एक थान कटुवा पिस्तोल, 2 राउन्ड गोली र एक थान साइकल बरामद गरेको गणका सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिनुभयो। अवैध हतियार राखेको भन्ने गोप्य सूचनाको आधारमा सुरेन्द्र कुमार झाको नेतृत्वमा खतियाको 4 जनाको टोलीले उनलाई पक्राउ गरेको समेत जानकारी गराउनुभयो। त्यस्तै मिश्रमाथि आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ। अब समाचारमा व्यावसायिक विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्ग। संसदीय समितिले नागरिकता विधेयकमा सहमति जुटाउन सकेन। नागरिकता विधेयकलाई अन्तिम रूप दिन शनिबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा वैवाहिक अङ्गीकृत नागरिकताको विषयमा नेपाली काङ्ग्रेसले लिखित फरक मत राखेपछि त्यसमा सहमति जुटाउन नसकेको हो। समितिमा रहेका नेपाली काङ्ग्रेसका सांसदहरूले नागरिकता ऐन 2063 कै प्रावधान अनुसार वैवाहिक अङ्गीकृत नागरिकता दिनुपर्ने फरक मत राखेपछि समितिले ती समस्या समाधानका लागि राजनीतिक सहमति जुटाउने निर्णय गरेको छ। राजनीतिक सहमतिकै आधारमा नागरिकता विधेयकलाई टुङ्गो लगाउने सहमति गरिएको समितिकी सभापति शशि श्रेष्ठले जानकारी दिनुभयो। उहाँले समितिका सदस्यहरूलाई सो सम्बन्धमा आफ्ना दलका शीर्ष नेतृत्वसँग छलफल गरेर सहमति जुटाउने जिम्मेवारी दिएको पनि बताउनुभयो। सुशासन समितिको क्रममा छ। हामीमाथि त्यो खालको एउटा दबाब राजनीतिक दलका हाम्रा चाहिँ जिम्मेवार नेताहरूलाई जिम्मेवारी दिएर यो चाहिँ तुरुन्तै यही सदनमा नै यो विधेयक जाने गरेर सहमति जुटाउनको लागि एउटा टिमलाई जिम्मा दिएको छ र त्यो टिमबाट सहमति शीर्ष तहमा छलफल गरेर यसलाई टुङ्ग्याएर जाने भन्ने कुराहरू नै रह्यो आज मुख्य रूपबाट भरपुर मात्रामा गरेका छौँ। त्यसैले अब यतिका समयसम्म हामीले बैठकमा नेकपाका सांसदहरूले भने नेपाली नागरिकसँग विवाह गरेका विदेशी महिलालाई 7 वर्ष पूरा भएपछि मात्रै अङ्गीकृत नागरिकता दिनुपर्ने र नेपाली महिलाले विवाह गरेका ज्वाइँलाई 15 वर्ष पूरा भएपछि मात्रै अङ्गीकृत नागरिकता दिने कानुनी व्यवस्था गर्नुपर्ने मत राखेको थियो। तर त्यसमा नेपाली काङ्ग्रेस र सत्ता साझेदार समाजवादी पार्टी नेपालको समेत सहमति रहेन। यसैबीच नेकपाका सांसद नवराज सिलवालले नागरिकता सम्बन्धी विधेयकलाई नेपाली काङ्ग्रेसले राजनीतिकरण गर्न खोजेको भन्दै आपत्ति जनाउनु भएको थियो। समितिले शीर्ष तहमा छलफल गरी 24 घण्टाभित्र सो सम्बन्धमा सहमति जुटाएर ल्याउन पनि समितिका सदस्यहरूलाई जिम्मेवारी दिएको छ।
नेपाली काङ्ग्रेसले पार्टीका बाँके जिल्ला सभापति किरण कोइराला सहितका 1 दर्जन भनी बढी नेता कार्यकर्तामाथि सङ्घातिक हमला गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गर्दै काठमाडौँमा प्रदर्शन गरेको छ। नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति काठमाडौँको आह्वानमा पार्टीका बाँके जिल्ला सभापतिमाथि सत्तारूढ नेकपाकै संलग्नताका साङ्गतिक आक्रमण गरेको दावी गर्दै दोषीलाई पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै शनिबार दिउँसो काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो। विगतमा हत्या, हिंसा र आतंकका संलग्न रहेका सत्तारूढ नेकपाका नेता कार्यकर्ताले बाँकेको सीतापुरमा कार्यक्रममा सहभागी भएका पार्टीका बाँके सभापति कोइराला सहित 1 दर्जन बढीलाई आक्रमण गरी घाइते बनाएपछि त्यसको विरोधमा काठमाडौँ सहित देशभर शान्तिपूर्ण विरोध प्रदर्शन गर्नु परेको नेपाली काङ्ग्रेस काठमाडौँका सभापति सबुज बानियाले जानकारी दिनुभयो। 70 वर्ष पुगिसक्नु भएको त्यो उमेरको व्यक्तिको भएको आदरणीय महिला नेत्रीमाथि जुन हमला भयो त्यो हमलाका अवस्थालाई सिङ्गो पार्टीले गम्भीरतापूर्वक लिएको छ। त्यही अन्तर्गत रहेर समग्र 77 जिल्लाको सङ्गठनको हामी सभापतिहरू र यो पार्टी अन्तर्गत रहेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरू सङ्गठनले चाहिँ सम्पूर्णले चाहिँ त्यो कुराहरू चाहिँ आफूलाई ध्यान आकर्षित भइसकेको छ। तैपनि हामी एउटा सुसंस्कार भएको पार्टीका कार्यकर्ता भएको हुनाले हामी आज राज्य जसरी चलाइरहेको छ तैपनि उसलाई चाहिँ एउटा सुझावका लागि एउटा सचेत गराउनको लागि हामीले ज्ञापन पत्र गृहमन्त्रीलाई भेटेका थियौँ। त्यो ज्ञापन पत्रबाट हामी सन्तुष्ट भएको छैन। उहाँ आज राज्यको गृहमन्त्रीमा अवस्थित हुनुहुन्छ, तैपनि उहाँको भनाइ र गराइ हेर्दाखेरि यो के पनि होइन भने जस्तो छ। उहाँलाई त्यो दङदङ्गी छ कि हिजो हामीले मान्छे मार्दाखेरि, हिजो हामीले घरबारबाट विचलित गराउँदाखेरि, आज सर्वस्व हरण गर्दाखेरि पनि हामीले कसैले गर्न नसकेको परिस्थिति हुने आज राज्यको हामी कमान्डमा बसेका छौँ। हामीलाई कसले के गर्न सक्छ भन्ने करिब 15 मिनट शान्तिपूर्ण धरनामा रहेका काङ्ग्रेस नेता कार्यकर्ताहरूले नागरिकलाई शान्ति सुरक्षा दिन पूर्णतः असफल भएको दावी गर्दै सरकारको चर्का नाराबाजी गरेका थिए। गत बुधबार बाँकेको सीतापुरमा पार्टीका राष्ट्रिय जागरण अभियानको कार्यक्रममा सहभागी भएका नेपाली काङ्ग्रेस बाँके जिल्ला सभापति कोइराला, महाधिवेशन प्रतिनिधि विद्याप्रसाद खनाल सहित तर्क 1 दर्जन बढी नेता कार्यकर्ता घाइते भएका थिए। सो घटनामा सत्तारूढ दलकै संलग्नता रहेको दावी गर्दै नेपाली काङ्ग्रेसले दोषीमाथि कारबाही गर्न सरकारसँग माग गर्दै देशभर विरोध प्रदर्शन गर्नु परेको सुरु गरेको हो। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले एकताबद्ध भई पार्टी निर्माणको अभियानमा सबैलाई लाग्नुपर्ने बताउनु भएको छ। दाङको तुलसीपुर स्थित बीपी चोकमा स्थापना गरिएको बीपीको पूर्णकदको शनिबार शालिग अनावरण गर्दै उहाँले एकताले मात्र सफलता हासिल गर्न नसकिने बताउनुभयो। उहाँले पार्टीलाई बलियो बनाउन सबैले एक हुनुपर्नेमा जोड दिनुभयो। उहाँले निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही हुने स्पष्ट पार्नुभयो। पूर्ण प्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाले एकताको सुरुवात दाङबाटै गर्न पर्ने कार्यकर्तालाई आग्रह गर्नुभयो। उहाँले बाँकेका सभापतिमाथि भएको दुर्व्यवहारको विरोध गर्दै दोषीमाथि कारबाही नगरे संसद ठप्प पार्ने चेतावनी दिनुभयो। विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी प्रसङ्ग। नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराज श्रेष्ठ निर्वाचित हुनुभएको छ। नेपाल ओलम्पिक कमिटीको शनिबार ललितपुरका साधुबाटो स्थित कमिटीको कार्यालयमा सम्पन्न निर्वाचनमा अर्का प्रतिस्पर्धी उमेशलाल श्रेष्ठलाई 7 मत अन्तरले पराजित गर्दै श्रेष्ठ विजय हुनुभएको हो। जीवनराम यसअघि पनि सो कमिटीको अध्यक्ष हुनुभएको थियो। महासचिवमा जीवनराम प्यानलकै नीलेन्द्र राज श्रेष्ठ विजय हुनुभएको छ। महासचिव श्रेष्ठ 15 मत पाएर विजय हुनुभएको हो। उहाँको प्रतिस्पर्धी पुरेन्द्र विक्रम लाखेलले 12 मत पाउनु भएको थियो। निर्वाचनमा सबैभन्दा बढी 26 मत पाएर ज्योति राणा उपाध्यक्षमा निर्वाचित हुनुभएको हो। त्यसै गरी सुनिल कुमार श्रेष्ठ, तेज बहादुर गुरुङ, अशोक रत्न बजाचार्य र चतुर नारायण वैद्य पनि उपाध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन आयोगका संयोजक लोकभक्त राणाले जानकारी दिनुभयो। श्री चतुरानन्द राज वैद्य, श्रीमती ज्योति राणा, श्री सुनिल कुमार श्रेष्ठ र श्री तेजबहादुर गुरुङ विजयी हुनुभएको छ। जीवनराम श्रेष्ठले 17 मत प्राप्त गर्नुभएको छ भने श्री उमेशलाल श्रेष्ठले 10 मत प्राप्त गर्नुभएको छ। त्यसैकारण श्री जीवनराम श्रेष्ठज्यूलाई
विजय घोषणा अध्यक्ष उपमहासचिवमा पीताम्बर तिरिमसिना र कोषाध्यक्षमा रतन कुमार टण्डन विजयी हुनुभएको हो। त्यसै गरी सचिव पदमा तुलसी थापा, रामजी बहादुर श्रेष्ठ र दीपक हर्ष बाजाचार्य विजयी हुनुभएको हो। राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव समेत रहनुभएका केशव कुमार विष्ट भने सचिवमा पराजित हुनुभयो। शिक्षित मुसहर अभियान अन्तर्गत शनिबार जनकपुरधाममा मुसहर समुदायका बालबालिकाहरूलाई फोहोर व्यवस्थापन सम्बन्धी शिक्षा दिएको छ। मेरो प्रयास नेपालले गर्न लागेको शिक्षित मुसहर अभियान अन्तर्गत आज दोस्रो साता मुसहर समुदायका बालबालिकाहरूलाई शनिबार वातावरण तथा फोहोर व्यवस्थापन सम्बन्धी शिक्षा दिएको हो। कार्यक्रममा मेरो प्रयास नेपालका अध्यक्ष मनोज कार्कीले मुसहर समुदायलाई शिक्षितसँगै वातावरण र फोहोर व्यवस्थापनका लागि अभियान चलाएको बताउनुभयो। उहाँले अभियानको पहिलो सातामा मुसहर समुदायका बालबालिकाहरूलाई वातावरण तथा फोहोर व्यवस्थापनको विषयमा जानकारी दिएको बताउनुभयो। यस शिक्षित मुसहर अभियान अन्तर्गतको मुसहर बालबालिकालाई फोहोर व्यवस्थापन तथा वातावरण शिक्षाबारे दोस्रो हप्ता हो। यसरी हामी अझै 2 हप्ता गर्छौँ प्र्याक्टिकली रूपमा। अर्को हप्ता हामी फोहोर सङ्कलन गर्न जान्छौँ यही समुदायमा। अध्यक्ष कार्कीले अभियानको तेस्रो सातामा उनीहरूको बस्तीमै पुगी सरसफाई गर्ने र अन्तिम सातामा वृक्षारोपण गर्ने जानकारी दिनुभयो। त्यस्तै भाद्र 15 गतेदेखि सञ्चालन भएको अभियान आश्विन 11 गतेसम्म चल्ने आयोजकले जनाएको छ। रौतहट स्थित नेपाल खेलकुद क्लब चन्द्रपुरले शनिबार एक समारोहका बीच जिल्लाका 3 जना खेलकर्मीलाई सम्मान गरेको छ। क्लबको दोस्रो साधारण सभाको अवसरमा क्लबले नेपाल फुटबल सङ्घ प्रदेश 2 का संयोजक नेपाल कार्की, नेपाल सितोरिया कराते सङ्घ रौतहटका अध्यक्ष तथा स्वयंसेवक प्रशिक्षक अशोक पहाडी, पूर्व फुटबल खेलाडी खड्क आलेलाई कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो। सङ्घीय संसद अन्तर्गतको विकास समिति सभापति कल्याणी खड्काले तिनैजनालाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरेकी थिइन्। रौतहट जिल्लामा कराते खेलकुद र फुटबल खेलको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै क्लब सम्मान गरेको क्लबका महासचिव बाबुराम दाहालले बताए। हस् त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।